चाहिँ महानगरमा आफ्नै संस्थाभित्र म प्रतिपक्ष हो र म विपक्षी हो यो संस्थाको। म पनि मेयर साहब जस्तै चाहिँ जनताले चुनेर आएको मान्छे हो। अनि मेयर साहबले भोट हाल्ने, मलाई भोट हाल्ने जनता त्यहीँको मतदाता हो। अनि उहाँले हामीले चाहिँ भोलि कर तिर्न आउँदाखेरि सेवाग्राहीले कुन आधारमा हामीले व्यवहार गर्ने, जबकि फाइलहरू सबै यतै छ। आर्थिक वर्षको अन्तिम महिनामा छौँ हामीले सेवाग्राहीले सुलभ ढङ्गले सहज ढङ्गले चाहिँ सेवा गर्ने भोलि आधार के हो, जबकि सबै फाइल यहाँ चाहिँ लगेको अवस्था छ। के लग्यो तपाईँलाई थाहा छैन। तपाईँ अहिले भन्दै हुनुहुन्छ 17, जबकि हिजो बोलाउनुहोस्, हिजो नगर प्रहरीले बोलाउनुहोस्, उहाँले 18 पक्क भनिएको छ। मैले जब यहाँ दौडेर आएपछि मेरो एब्सेन्समा किन लग्यो, मेरो फोन नम्बर थिएन, मेरो मसँग सम्पर्क गर्न अप्ठ्यारो थियो। किन म यो संस्थाको सौतेलो छोरा हो? मसँग किन यस्तो व्यवहार गरिन्छ? मेरो वडामा देशकै एउटा चाहिँ पपुलर ल्यान्डमार्क नयाँ सडकमा पेटी बढाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेछ? तपाईँको वडामा पत्रिका पढेर थाहा पाउनुभयो कि 24 नम्बर वडामा? 24 नम्बर वडामा फुटपाथ बढाउन वडाध्यक्षले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुअल ह्यारेसमेन्ट भयो, साँगुरो भयो, पकेटमारी भयो, हाम्रो फुटपाथ बढाइदिनु भन्दा 24 वडामा फुटपाथ बढाउँदा तपाईँलाई के समस्या हो? मैले कहाँको कुरा गरिरहेको छु? तपाईँले कहाँको कुरा गरिरहेको? अहिले 24 वडामा फुटपाथ बढ्दैछ। 24 को कुरा गरिरहेको छु। न्यू रोड 24 को कुरा न्यू रोड कहाँ पर्छ? 24 मा न्यू रोडको फोल कहाँ पर्छ? 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? अहिले फोलको विषयमा तपाईँले ज्ञान नभएको, न्यू रोड कहाँ पर्छ? हैन, 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? मैले 24 को न्यू रोड 24 को मात्र हो। अहिले काम कहाँ भएको छ? न्यू रोडको अहिले काम जुद्ध शालिगदेखि इन्द्रचोक भइरहेको छ। अनि तपाईँले चाहिँ 22 मा ठेक्का नहालेको हैन, 24 मा काम हुँदैछ, तपाईँको 22 मा कामै भएको छैन, तपाईँलाई के समस्या भयो? के समस्या भयो भन्नुभयो? तपाईँले प्रश्नको उठान गर्नु कसरी? मैले के भनिरहेको छु? पत्रिका पढेर कसरी थाहा हुन्छ? कान्तिपुरको अनलाइनमा पहिलोपल्ट आयो। 24 नम्बरमा काम हुँदाखेरि 24 को वडाध्यक्षलाई केही समस्या छैन, उहाँलाई फुटपाथ चाहियो, तपाईँलाई के समस्या हो? मैले के भने त भर्खरै